हावा बढी बेलुनमा नभर्नु, घमण्डले मख कसै नपर्नु, दम्भी बनेदेखि जहाज डुब्ला, सन्देश ओलीसँग पर्छ सिक्नु। आवेशले तातिन हुन्न कति, र जितले मातिन हुन्न रत्ति, कपास या पात भई हलुङ्गो, बतासमा बातिन हुन्न कति। साना अरूको पनि मान गर्नु, खोलेर छाती गुणगान गर्नु, भए लिनु सद्गुण पत्रुको नि, स्वीकार गर्नु गुण शत्रुको नि। पढ्नु उही रावणको कहानी, पढ्नु उही रावणको कहानी, जो लाग्दथ्यो अद्भुत ब्रह्म ज्ञानी। घमण्डद्वारा अनि दम्भद्वारा आफूसँगै वंश गर्यो खरानी। सदैव हेर्नु जनता र देश, गर्नु यही बौद्धिकता निवेश। गर्छौ मिली देश विकास भन्नु, गोटी अरूको कहिल्यै नबन्नु। न अर्म भुल्नु न त परम भुल्नु, न देशको पीर र मर्म भुल्नु। न अर्म भुल्नु न त परम भुल्नु, न देशको पीर र मर्म भुल्नु। सत्ता सम्हालिकन चाल चल्दा, न कर्म